ए गाइज के छ मेरो त एकदमै ठिकठाक छ हजुरहरुको पनि ठिकठाक नै होला हिरो चाहिँ कता हिँड्ने भन्दै हुनुहुन्छ होला गाठे हामी चाहिँ हिँड्ने बोको हेर्नको लागि अनि हामी चाहिँ फाइनल्ली बोको हेर्न चाहिँ आइयो बोकोले चाहिँ लास्टै हान्दै रहेछ कि त्यो आमा बुवाहरुले अर्जेन्टमा बेच्न खोज्नु भएको रहेछ हामीलाई पनि धोबी हान्दै थियो लास्टै सताउँदै रहेछ अनि हामी चाहिँ दामसाम मिलाएर चाहिँ बोको लतार्न थालियो साथीलाई चाहिँ लास्टै हराइरहेको थियो बोकोले लास्टै दुगुरी लाथ्यो कि पल्टाउला चाहिँ गरिरहेको थियो अनि अहिले चाहिँ हामी खानासाना खाएर बसेको अनि फेरि के खानी अब भनेर चाहिँ हामीले प्लान बनाउँदै थियौँ ट्याक्क आइडिया आयो करेन्ट खानी भनेर अनि दाइरे साथी गएर चाहिँ करेन्ट ट्रेसर ल्याएर आयो अब यसरी चाहिँ बनाउनु पर्ने हुन्छ अनि म चाहिँ आयो सायो पनि बाल्न थालेँ अनि आयो पनि मस्त रूपमा बोल्यो अनि हामी चाहिँ कन्ती बसाल्यो त्यसमा चाहिँ पानी पनि हाल्यो अनि हामीले चाहिँ त्यसमा करेन्ट हालेर मस्तसँग एकछिन पाक्नको लागि छोडिदियौँ अनि फाइनल्ली हामीले चाहिँ करेन्ट पनि पाइसक्यो साथीले चाहिँ निकाल्न थाल्यो अनि करेन्टमा भएको मरमसलाहरू पनि हाल्न थाल्यो अनि जुरुक्क यतादै उचाल्दै गर्दै मस्तसँग घोल्न थाल्यो अनि फाइनल्ली हाम्रो चाहिँ करेन्ट रेडी भयो अनि हामी चाहिँ गम खान थाल्यो जे एकदम मिठो थियो चिमीवाला अनि साथी मैले चाहिँ मस्त चेस गर्दै स्पर खान थाल्यो दाइले चाहिँ नखान चिसो भएर अनि करेन्ट खाएर पिरो भइसकेपछि मैले साथीले चाहिँ मस्तसँग सुन्तलो फुकेर खान थाल्यो थ्याङ्क्स फर वाचिङ हस्त टाटा बाइ